हेलो गाइस सबैजनालाई स्वागत छ मेरो एक न्यू भिडियोमा। आजको भिडियोमा चाहिँ म होम वर्कआउट गर्दैछु। आज रहेको छ मेरो डे 1 अफ द 365 डे च्यालेन्ज। आज सबैभन्दा सुरुमा चाहिँ म पुसअप गर्ने कोसिस गर्दैछु, तर पनि मलाई यो पुसअप गर्नु धेरै गाह्रो भइरहेको थियो। त्यही पनि मैले आफूले धेरै पुस गरेर पुसअप गर्ने कोसिस गरेको छु, तर 10 पुसअप जति चाहिँ मैले गर्न सकेँ यसरी। मेरो पहिलो सेट चाहिँ सकिसकेको थियो अनि मैले 2-3 मिनट रेस्ट गरेर फेरि अर्को सेटमा पुसअप गर्न थालेँ, तर यो सेटमा पनि मलाई धेरै गाह्रो भइरहेको थियो पुसअप गर्न। त्योभन्दा नि धेरै गाह्रो थियो, तर पनि मैले पुसअप गर्न चाहिँ छोडेन। आफूले पुस गर्दै मैले 10 चोटि पुसअप्स गरेँ, तर यो सेट पनि सकियो। तेस्रो सेट चाहिँ स्टार्ट भइसकेको थियो। मैले चाहिँ 2-3 मिनट रेस्ट गरेर फेरि तेस्रो सेट मैले स्टार्ट गरेँ, तर यो सेटमा चाहिँ मलाई अघिल्लो भन्दा नि धेरै गाह्रो भइरहेको थियो। मेरो त हात पनि काम गरिरहेको थिएन। यो सेटमा चाहिँ हात पनि पुरा कस्तो टाइट भएर तलै गइरहेको थिएन। त्यही पनि मैले कोसिस गरेँ गर्ने आफ्नो जति सक्दो। आजको पुसअपको सेट चाहिँ पुरा भइसकेको थियो। त्यसपछि मैले चाहिँ बाइसेपको एक्सर्साइज गर्छु भनेर 2टा डम्बल हातमा लगेर बाइसेपको एक्सर्साइज गर्न थालेँ। यो चाहिँ मैले आफ्नै घरमा बनाएको, यो बालु र सिमेन्ट मिसाएर यो डम्बलहरू चाहिँ एकदमै राम्रो बनाएको छु मैले। पहिलो सेट सकिसकेको थियो र मैले अनि 2-3 मिनट रेस्ट गरेँ। त्यसपछि मैले चाहिँ अझ फेरि बाइसेपको एक्सर्साइज गर्न थालेँ। यसमा चाहिँ 3 सेट गर्नुपर्छ 15 रेपिटेसनको। मेरो दोस्रो सेट पनि कम्प्लिट भइसकेको थियो र यो बाइसेपको लास्ट सेट हो। अब यसपछि चाहिँ अर्को एक्सर्साइज गर्नुपर्छ। पहिलो एक्सर्साइज सकेर 2-3 मिनट रेस्ट गरेँ अनि त्यसपछि चाहिँ मैले अर्को एक्सर्साइज गर्न सुरु गरेँ। यस एक्सर्साइजमा पनि 3 सेट र 15 रेपिटेसनको हुन्छ। हजुरहरूलाई पनि घरमै बसी एउटा राम्रो बडी बनाउन मन छ भने भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। भिडियो मन परेमा भिडियोलाई लाइक सेयर गरिदिनु होला र अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। बाइसेपको दोस्रो एक्सर्साइज सकाउँदा बित्तिकै मैले 2-3 मिनट रेस्ट गरेर फेरि तेस्रो एक्सर्साइज सुरु गरेँ। यस एक्सर्साइजमा चाहिँ मैले डम्बललाई 2टै हातमा समातेर बाइसेपको एक्सर्साइज गर्न थालेको थिएँ र यो एक्सर्साइजको पनि 3 सेट हुन्छ, तर मैले चाहिँ 2 सेट मात्र गरेँ किनकि मेरो हात धेरै दुखिरहेको थियो। त्यसैले उठाउन पनि भइरहेको थिएन। त्यसैले मैले 2 सेट मात्र गरेँ। हजुरहरू पनि जति सक्नुहुन्छ त्यति गर्न सक्नुहुन्छ। 12 देखि 15 रेपिटेसनको 3 सेट या 2 सेट गर्नु होला। मैले चाहिँ 2 सेट मात्र गरेको छु। मैले चाहिँ एक्सर्साइज गरिसकेपछि डाइटको लागि 2टा अन्डालाई चाहिँ बोइल गरेर खाएको छु।